हामीलाई छरिएको मनपर्छ, बिउ छरिया मनपर्छ, पातल छर्दा खेती गर्दा। तर मान्छे समाज छरिएको जाति हुँदैन। हजुरहरू जस्तो व्यक्तिबाट राजा होस्, राष्ट्रलाई तहलाउने राजामाथिको टाउको राजगुरु पनि हुनुपर्छ। माथिकाले समेल्यो भनेदेखि तलको समेलिन्छ। हजुरका म विवाहको निम्ता दिन जाँदैछु, हजुरका बालाई निम्ता दिन्छु, हजुरलाई दिन्न। तर बुढा हिँड्न नसकुन्, हजुर आउनु भएन भने म रिसाउँछु। सुपारी त दिएको छैन नि हजुरलाई मैले, तर बालाई दिएको सुपारीले हजुरको प्रतीक्षा गर्छु मैले। त्यस्तै समाज चाहिँ पिताका अधीनमा। गुरु तालिम गर्ने केन्द्र हाम्रो कहाँ छ त? हजुर अमेरिका जानुहुन्छ, रुस जानुहुन्छ, कहीँ जानुहुन्छ, भारत जानुहुन्छ, कहीँ पर जानुहुन्छ, घरदेखि पर जानुहुन्छ पढ्न, बुद्धि लिनका लागि। बुद्धि कहाँ छ? पहिली आमा कहाँ छ बुद्धि? आमाले बुद्धि, आमासित तालिम गर्नुपर्छ हामीले। आमालाई के भन्ने हामीले? मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव। हजुर संस्कृत त सम्झिन्छ नि यस्तो त। आमालाई देउता मान। आमालाई देउता मान्दा के गर्नुपर्छ? ढोग्नुपर्छ। देउतालाई ढोग्नुपर्छ पहिले। कोही जमानामा हामीले नास्तिक भनेको एउटा व्यक्ति थियो। सिद्ध बाबाको थानमा जाँदाखेरि दुलैलाई, पत्नीलाई चुप्क गरेर प्रसाद लिन पठायो, ल्याएर हामी कसैले नदेखिकन मुखमा हाल्यो लुकाएर। बाहिर जाँदा ईश्वर छैन के जाति भन्दै हिँड्थ्यो, मुखमा हाल्थ्यो। अनि मन्दिर सिद्ध बाबा कहाँ जाँदा तलबाट दुलै उता गएन, म त देउता सेउता कहाँ जान्न भन्छ। यसो गर्छ। मानेको भने त्यही हो, तालिम केन्द्र। आमाले तालिम गर्न सिकाइन्। मातृदेव भन्न आमालाई हात जोड्न सिक्नुपर्छ पहिले घरबाट। त्यस्तै गरी परसँग जानुपर्छ। अब बिग्रिनुहुन्न, सुन्नुहोस् है, बिग्रिनुहुन्न। बिग्रिनु के हुन्न? सानो ठुलो दुइटै बिग्रिनुहुन्न। अमिलाको दानु छ, हजुरलाई थाहा छ का? अमिलो ज्यामिर हुन्छ, नाइटे ज्यामिर, काली ज्यामिर, गोरी ज्यामिर, के हुन्छ। अमिलाको दानु कुहियो भने एकपट्टि काटेर फालेर अर्कापट्टि खाना पनि सम्भव हुन्छ। तर कुराउनी कुहियो भने हजुरको अगाडि राख्न सकिन्न, हो कि होइन? जनता हामी तलका फुच्चे बिग्रियौँ भने हामी मात्रै बिग्रिन्छौँ। नेतृत्व गर्ने बिग्रियो भने, गुरु र नेता बिग्रियो भने खतम भन्नु हुँदैन। अहिले नेपालतिर फर्किँदा पनि हुन्छ, अन्त बिग्रिया ठाउँतिर फर्किए हुन्छ। यो बिग्रेको जाति भएन। बिग्रेको जाति हुन्न। बिग्रेको छ कि छैन म जान्दिनँ। म त पुस्तक पढेको, पुस्तकका कुरा मात्रै भन्दैछु। यो पुस्तक हो। बिग्रिनुहुन्न, सप्रनुपर्छ, एकता आउनुपर्छ। हातको दृष्टान्त मैले देखाएको छु। हातको दृष्टान्त देखाएको चाहिँ एकता आउनुपर्छ भन्ने पक्षको म छु। बढी बिग्रिँदा हुँदी, ठुलो बिग्रिँदा के हुन्छ? मकै पुस्तक घुन पिसिन्छ, पहिले पिसिन्छन्। कमला हुन्छन् मकैभन्दा घुन। जनताको मार हुन्छ ठुलो बिग्रियो भने। घरको बुढो बिग्रियो भने, बौद्धिक व्यक्ति बिग्रियो भनेदेखि अरूको मार हुन्छ। कसले जाने छैन यो कुरा। भन्दैछौँ हामी बुद्धि सपार्नलाई के खानुपर्छ? खाना र काम गर्न मात्रै जान्यो भने त खान मात्रै चोखो जान्ने भगवान भइन्छ हामी। तर हामीले जान्दैनौँ, जाने पनि पत्याउन्नौँ, पत्याए पनि गर्दैनौँ। किन गर्दैनौँ हामीलाई पनि थाहा छ। त्यसो भएको हुनाले अहिले ठुला नबिग्रियौँ। पहिले ठुला नबिग्रियौँ। को बिग्रिए त? दोष देख्नु त जाति होइन नि त। गुण देख्नुपर्छ। जहाँ पनि दोष देख्ने तिमी चाहिँ कस्ता हौ त भन्नु होला तपाईँले। म गतिलो होइन। सबै म गतिलो हौँ भनेर टाउको 1.5 फुटको मान्छे भए पनि एउटा बाँसा घारो जति अग्लो हुन खोज्छ। तर मलाई मन पर्दैन त्यो। म पनि त्यो हुन खोज्दिनँ। तर बुद्धि ढङ्ग नभएर भनिराख्या हुँला मैले। तर यो पुस्तक के हो? प्रस्तावना।
एउटा पुस्तक लेखेको छु मैले। त्यो पुस्तकको प्रस्तावना छ, यो पुस्तक प्रस्तावना मात्रै हो। के छ त यसमा? मुठी पर नफाट, गुरु नबिग्र्यौ बैली, राजा नबिग्र्यौ। राजा बनीको नेतृत्व गर्ने को छ ती पनि नबिग्र। राजादेखि लिएर गाउँका सदस्य तक्का नबिग्र, अनि बल्ल जनता सप्रिन्छन्। नभएदेखि जनता बिग्रे, मरे जनता, दुःख पाए। तिमी लडाइँ गर्छौ माथि, तलकालाई गुहार गुहार भएको छ जाने। उनका हातमा छैन ह्यान्डल, के गर्छन् उनले? केही पनि गर्दैन। कहाँ लडाइँ भयो त? तपाईँले पढ्नुहुन्छ एउटा पुस्तक, पढ्नेलाई त पुस्तकै कुरा त गर्नुपर्छ नि त। तपाईँले गरुड पुराण भन्ने नाम भएको पुस्तक पढ्नुहुन्छ। मैले दृष्टान्त है यो, रिसाउनु पाइन्न। रिसाउँदैन, रिसाउने अझै यहाँ 10 रिसाउने हजुरले भन्ने कुरा त यो त हजुरको मैले गाली गर्छ भने त विश्वव्यापक छ। तर मेरा गाली औषधि हुन्छन् कि के हुन्छ म जान्दिनँ, भगवान् जान्नुहुन्छ, हजुरहरूले जान्नुहुन्छ। म के भन्दैछु? गरुड पुराणको प्रसङ्ग। गरुड पुराण, हजुरले गरुड पुराण पढ्नुभयो, एकदम मन्त्र है यो। समाजलाई हजुरहरूले आफ्ना पावरभित्र भएसम्मलाई बटुल्ने प्रयास गर्नुपर्दछ, प्रत्येक व्यक्तिले, घरदेखि लिएर पर तक। गरुड पुराण हजुरले पढ्नुभएको छ। गरुड पुराणमा के लेखेको छ हेर्नुहोस्। पण्डितले अर्थ लाउँछन्, श्रोताले चाहिँ पण्डितलाई चाहिँ पण्डितको महत्त्व थाहा पाउनुपर्छ। पण्डितले आफ्नो महत्त्व थाहा पाउन्नन्, उस्तैले थाहा पाउँछन्। व्यवहारमा भिजेर आएका जे पढिया छन् त्यस व्यवहारमा डुबेर आएका छन् भने थाहा पाउँछन्, नभए थाहा पाउँदैनन्। गरुड पुराण हजुरले पढ्नुभएको छ। मैले भागवत पढेको छु, श्रीमद् भागवत। अहिले घर घरमा पुराण लगाएका छन्, घर घरमा सबै थोक छ। तर पुराण लगाउँदा अनि के चाहिन्छ अरे? हातमा के दिन्छन्? पञ्चामृत। यस, पञ्चामृत के को हुन्छ? पञ्चै अमृत, गौको लगाएको सबै छ। गाईको र कुशोदक पनि मिसाएर 5वटा चिज हुन्छ, पञ्चामृत भनिन्छ। गाईको हो न? गाईको गव्य हो, गव्य, हव्य होइन, महिष्य पनि होइन। अनि अहिले गाई के का गाई बनाइसकेका छौँ हामीले। गधाका गाई, सुँगुरका गाई विश्वले भनेको छ, हो कि होइन म जान्दिनँ। हो हजुर, हो। विश्वकाले भन्छन् सुँगुरको र गधाको, आप तो गधे का दूध पीते हैं भने मलाई भारतमा जाँदा आउँदी। यस्ता जमानामा तपाईँका पितृलाई चाहिँ विकृत दुध चढाइयो भने पितृले पिप खान्छन् भनेको छ धर्मशास्त्रले। यस्तो भोजन पितृलाई दिन्छौँ, देवतालाई दिन्छौँ, अनि हामी प्रसाद भएर त्यही खान्छौँ। एउटा कुरो। अर्को कुरो, हजुरले यो मेरो सम्प्रदाय, मेरो वर्ग, मेरो जात भन्नेले यिनले कसैले पनि जान्दैन, अन्धा हुन्छन्। सबैको हो, सबै, मेरो मात्रै होइन, मेरो मात्रै होइन, सबैको हो, सबै। धर्म हजुरले पनि गर्नुहुन्छ, अर्काले पनि गर्छ, शैवले पनि गर्छ, गाँडापत्यले पनि गर्छ, वैष्णवले पनि गर्छ, अवैष्णवले, सबैले धर्म आफू अनुसारको पोडेदेखि लिएर राजा तक, राजगुरु तककाले धर्म गर्छन्। तर मर्दा दिन के हुन्छन् तिनीहरू? भर्खरै लोक व्यवहारमा र शास्त्रमा हजुरले देखे अनुसारलाई मर्ने बित्तिकै के हुन्छन् तिनी? प्रेत हुन्छन् र प्रेतत्वबाट मुक्ति हुनका लागि अनि क्रिया गर्छन् होइन। 48 पिण्ड दिएपछि प्रेतत्वबाट मुक्त हुन्छ भन्नुहुन्छ हजुरले। मैले त्यो मन पराउन्न, मैले अर्थकै भन्छु। 48 पिण्ड त्यो फाल्दिनँ मैले, त्यसलाई नफालिकन अर्थकै भन्छु मैले। 48 पिण्ड दिएपछि तर्छ, भूत भन्छ। हजुरले जिन्दगीभरि गरेको धर्म परोपकार, पढाउनु भयो कि, धन दिनुभयो कि, अर्कालाई मौखिक कुन कति किसिमको चाहिँ धर्म गर्नुपर्थ्यो हजुरले, त्यो धर्म कहाँ गयो त्यस दिन? र प्रेत हुनुभयो हजुर, कहाँ गयो त्यो? यो प्रश्न कसले उठाउँदैन? कसको उठाउँछन् कसैले? गरुड पुराणमा प्रामाणिक ग्रन्थ हो। कृष्णले गरुड भगवानलाई सुनाउनु भएको, आफ्ना वाहनलाई सबैले जानेका छन्। त्यो गरुड पुराण सुनाउनु पर्दछ भन्छन्, सुनाउँछन् पनि। के सुनाउँछन्? तर
प्रेत भयो भन्छन्। त्यो जिन्दगीभरि गरेको धर्म कहाँ गएर प्रेत बनाउन दियो? त्यो धर्म नामर्द धोती धर्मले के काम लाग्यो? त्यो प्रेतलाई किन राजा बनायो? त्यही त उत्तर छ हजुरसित? छैन। त्यही विश्वासमा बस अहिलेसम्म चलिरहेको छ। त्यही विश्वासमा चलिआएको छ। किन धर्म गर्नुहुन्छ त? प्रेत नबन्न पर्ने यत्रो सुन्नु, नास्तिक हुँ भन्नेले चाहिँ सहायता पाएका छन् यसबाट। छैन केही पनि भन्ने जे गरे पनि पुण्य प्रेतै बन्ने रहेछ भन्ने जस्तो। जे गरे पनि त हुने त आखिरी प्रेत हुने रहेछ क्यारे। के गर्नु पर्यो? जे मन लाग्यो त्यही गर। यस्तो छाडा भएको छ समाज। मैले के भन्छु त्यो होइन, देवता बनिन्छ, देवता बनिन्छ भन्छु मैले। कहाँ लेखिया छ? कहाँ लेखिया छैन भन्छु मैले। कहाँ लेखिया छ भन्नेको उत्तर ईश्वर कहाँ छ भन्दा कहाँ छैन भन्छु मैले। ईश्वर कहाँ छैन भन्छु। सर्वत्र कहाँ लेखिया छ भन्दा जहाँ पनि लेखिया छ। गडुरमा, तिम्रै गडुरमा सुन्नुहोस्, बेर हो तपाईँहरूलाई। रेकर्ड गरिरहेको थिएँ मैले भने। ल रेकर्ड नगरे पाप लाग्छ यो। हो रेकर्ड गरेर पाप लाग्छ। हो अब म के भन्दैछु अरे, गरुड पुराणमा गरुड पुराणमा प्रेतै बनिन्छ, गरुड पुराणमा प्रेत बन्छ भनेर त लेखिएर छ। हजुर चाहिँ होइन, देवता बन्छ भनेर लेखिया छ कि छैन? छैन भने हजुरले छैन। गरुड पुराणमा देवता बन्छ भन्दैन, मर्ने बित्तिकै प्रेत बन्छ भन्छ भनेर हजुरले ढिपी गर्नु हो। मैले देवता बन्छ भने पनि छ भन्छु। छ कहाँ शास्त्रमा भने? कहाँ छ त भन्दाखेरि त्यही गरुडमा धेरै प्रकरणमा चाहिँ पहिली चाहिँ धेरै सुन्नुहोस् है ध्यान लाएर, पहिली चाहिँ धेरै प्रकरणमा चाहिँ बुभुक्षुको वर्णन छ। बुभुक्षुको वर्णन छ। खानेवालाको मरेर जाने व्यक्ति बुभुक्षु हो कि मुमुक्षु हो त्यसको वर्णन छ। दुई थरी हुन्छन्। दुई थरीका मध्येमा बुभुक्षु भन्ने खानेवालाको वर्णन छ। खानेवालाले चाहिँ प्रेत पनि हुनसक्छ, अशोक पनि हुनसक्छ। मुमुक्षु छ अर्को त्यहीँ। सुन्नु, मुमुक्षुको कथा थोरै छ। गरुड पुराणमा हजुरले पढेकामा बुभुक्षुको कथा धेरै छ, मुमुक्षुको कथा थोरै छ। त्यो धेरै चाहिँ हजुरले जान्नुभएको रहेछ, थोरै चाहिँ हेर्नुभएकै रहेनछ। लक्ष्म्याम बा मयि बा प्रमेलयत भने चाहिँ यो चाहिँ गरुडको वचन हो, वाक्य हो। गरुडका पनि लेखिया छन्, यहाँ भागवतका पनि लेखिया छन्, सबैका सिंहावलोकन छ यहाँ यो पुस्तकमा। यो चाहिँ न्याय गर्ने, न्याय बताउने पुस्तक हो, मुठी पार्ने पुस्तक हो यो, छिरलले होइन। गरुड पुराणमा संक्षेपले बताएको कुरो भागवतमा विस्तार गरिएको छ। अर्चिरादि मार्ग बाटा दुईवटा छन् नि, पद्धति भन्छ नि, हवन पद्धति, केजाति पार्वती क्रिया गर्ने पद्धति भन्छ। पद्धति भनेको के हो? पद्धति भनेको बाटो हो। बाटो कतिवटा छ? आफ्ना लक्ष्यमा पुग्ने एउटै बाटो हुन्छ, 10वटा बाटो हुन्। तर लक्ष्य अलग अलग हुन्छन् र बाटा पनि अनेक हुन्छ। लक्ष्य अनेक भएपछि बाटा पनि अनेक हुन्छ। त्यसो भएको हुनाले स्वर्ग जाने बाटो, म्याङ्दी जाने बाटो, पाङ जाने बाटो, भारत जाने बाटो एउटै हुन्छ त? अलग अलग हुन्छ। तर बाटा त हुन्। लक्ष्यमा पुर्याउनु चाहिँ सबैतिर हिँड्दै गरेर ओरेर पर गइराख, माथि नजाऊ, पुग्छौ माथि, पुग्दैनौ। त्यसो भएको हुनाले आफ्ना लक्ष्यमा जाने एउटै बाटो हुन्छन् बाटा धेरै, लक्ष्य सबैका अलग अलग हुन्छन्। अब बाटा कतिवटा छन् त? पण्डितजीलाई हजुरले पढाउनुहोस् पहिली। गुरु बिग्रिए सबै बिग्रियो। नेतृत्व गर्नेलाई, गुरुलाई, पण्डितलाई पहिले पढाउनुहोस्। के छन् त बाटा? बाटा दुईवटा मात्रै छन्। सुन्नुहोस्, दुईवटा मात्रै छन्, एउटा सुख पाउने र एउटा दुःख पाउने। हजुरलाई के चाहिन्छ? दुःख पाउनेको नेतृत्व गर्ने हजुरले उम्मेदवार भएर आउनुहोस् त। तपाईँका पेटीमा कति पर्दा छन् टिकट? दुःखको नेतृत्व गर्ने आएर बोलेर आउनुहोस्। कति पेज चाहिँ हजुरले भोट पाउनुहुन्छ? सुख चाहिँ सबैलाई चाहिन्छ, दुःख कसैलाई चाहिन्छ हो न? तर हामीले काम गर्छौँ दुःख पाउने, सुख पाउने गर्दैनौँ। दुःख पाउनेमा जति विश्वास छ र, प्रेत हुन्छ भन्नेमा जति विश्वास छ, मोक्ष हुन्छ, भगवान् हुन्छ भन्ने विश्वास छ त? ब्रह्मवेद ब्रह्मैव भवति, ब्रह्मसूत्र, उपनिषद, सारा इतिहास, पुराण कहीँ खाल्टा गएका छन्, सबै जिउँदैछन्। यहाँ भूलोकमा समाप्त भए हुँदाहुँदी स्वर्गादिबाट भगवान्ले फेरि आएर दिएर जानुहुन्छ। र
मोक्ष मार्ग एउटो, भोग मार्ग दुईटो, जम्मा दुईटो। श्रुति पढ्नुहोस् तपाईँले, श्रुति विचक्रमे विश्व भागवतको श्रीमद् भागवत द्वितीय स्कन्धको श्लोक हो, अध्याय जुल्कुन हो। अब म अहिले भन्दिनँ। श्रुति विचक्रमे विश्वम शासनान सले उभे यद विद्या च पुरुषस्तु भयाश्रय। श्रुति विचक्रमे विश्वम शासनान, शासन भने असरेर सहित शासन, अनसरेर सहित अनसन। खाने बाटो हुन्छ एउटा, एउटा जाने बाटो हुन्छ। एउटा यहाँ स्वर्ग गएर पृथ्वीलोकमा पृथ्वीको बाउ बुढाबाबुको सायुज्य प्राप्त गर्न तपाईँले सुन्नुहोस्, पिता मोहम्मद तपाईँले पिता मोहम्मद सपुर्जन गर्नुहुन्छ। उनको साथी बन्नका लागि आमालाई चिन्ता लाग्यो, उताकालाई चिन्ता लाग्यो, जाडो भयो, छोडिदिउँ विषयमा नछोडौँ। अब के गर्ने त? उहाँलाई दुःख पऱ्यो जस्तो भनेको छु मैले, होइन? किन उठ्न मेरो अहिले होइन यता नजिक सुन्न पुसी सार्न गएको, नजिक हजुरको समीपमा, हजुरको समीपमा अनि दुईवटा मात्रै बाटाहरू छन्। एउटा सुख पाउने, एउटा दुःख पाउने। अर्को छ त? नरक गए दुःख पाइयो, यही पनि दुःख पाइन्छ, यही पनि सुख पाइएको छ। सबैले जानेका छन् यो कुरो। सुख पाउने र दुःख पाउने दुईवटा बाटा छन्। दुःख पाउने बाटो गडुलमा धेरै बताइयो पहिले र अनि सुख पाउने बाटो थोरै बताइयो। श्रीमद् भागवतमा दुःख पाउने बाटो थोरै बताइयो पहिले र सुख पाउने बाटो धेरै बताइयो। सुख पाउने एउटा पुस्तकमा सुखको बाटो थोरै बताइयो, अर्का पुस्तकमा धेरै बताइयो। त्यही कुरो एउटामा थोरै बताइयो भने अर्का धेरै बताइयो। सालाखाला दुल्चोर हजुरलाई सिङ्गो सुपारी दिएँ मैले निम्तात गर्न आउँदाखेरि छोरालाई काटेर उहाँलाई काटेर आधा बनाएर दिएँ। अर्धाङ्गी त हो नि, हो त? आधा काटेर दिएँ, छोराछोरीलाई दिँदा चाहिँ टुकुरा पारेर दिएँ, नभए लङको बिँडी ल्याएर दिएँ। रिसाउनु पाइयो त? पाइएन। हो त्यस्तै गरी शास्त्रले के गरेको छ? थोरै बताएको एक ठाउँको अर्कामा लगेर धेरै बताइएको छ। अर्कामा धेरै बताएको, यहाँ थोरै बताएको छ। छोडेको छैन कुनैलाई पनि। यो जानेर तिमी पण्डितले त्यो तुलनात्मक अध्ययन गरे, त्यो मीमांसा गर्न सकेन पनि। मीमांसा मीमांसा गर्नु, मीमांसा जान्नुभएको छ हजुरले? म जान्दछु। अलि मतलब म भगत हजुरले यस जोगीको कृपाले अलिअलि संस्कृत बुझ्न थालेँ। बिना लक्षण हुन्छ जेसुकैको पनि। मीमांसा गर्दा आउँदै लक्षण आएर गर्नु लक्षण व्याप्ति भनेको हजुर जान्नुहुन्छ होइन? साहचर्य नियम हो व्याप्ति। क्या साहचर्य नियम भनेको थाहा छैन। साहचर्य नियम हो। साहचर्य नियम भनेको नियत साहचर्य। नियत साहचर्य भनेको नियत साहचर्य भनेको के हो? नियतत्व नाम व्यापकत्व साहचर्य नाम सामानाधिकरणम। कस्य व्यापकत्व के न सामानाधिकरणम? साध्य व्यापकत्व हेतु सामानाधिकरणम। हेतुधिकरणवृत्ति अत्यन्ताभाव प्रतियोगी साध्य सामानाधिकरणम। व्याप्ति, यो व्याप्तिको लक्षण हुन्छ। यो पढ्नुपर्छ, त्यसै हुँदैन। डाँडेहरूले बाहिर सुनेका कुरा भरा अचेल चेलो गराउँछन् र बिग्रिया छन् सबै। बोक्रामा भित्र बुझ्यो भने बोक्रो भयो। बोक्रो भए त हुन्थ्यो, बोक्रो भएन। मर्ने बित्तिकै यो चाहिँ बोक्रो हो। यो शरीर, यो बोक्रो चाहिँ गयो। यो बोक्रो गएपछि यसका भित्रका लिङ्ग शरीरले काम गरेन। रुखको बोक्रो मैले उकाइदिएँ, काठ सुकेपछि रुखै खत्तम भयो। यो बोक्रो चाहिँ गएपछि खानेपिने जति गइहाल्यो, अनि हड्डीले काम गरेन, हड्डीभित्रको आकाशले काम गरेन, अनि जीवात्माले छोडिदियो। याम शाखाम जीवो जहाति अथ सुष्टति। वेदले भन्छ जीवले जुन हाँगालाई छोडिदिन्छ त्यो हाँगो सुक्त छ। त्यो भित्र लिङ्ग शरीर सुको र अनि हरियो पार्न लागि 48वटा पिण्ड दिएको। 48वटा किन दिनुहुन्छ? दुईवटा दिए किन हुन्न? भन्नु त हजुर, भन्नुहोस् त, पण्डितलाई सोध्नु त। यी कुरा जम्मै पण्डितलाई मथन गरेर रिसाएर झगडा गर्ने होइन। प्रेमले हजुर भनेर चाहिँ सम्यक संवाद गर्न पर्यो। संवाद मात्रै होइन, व्यवहारमा उत्रिने गरी चाहिँ हजुरले तालिम गराउनु छ। हजुर जस्ता चाहिँ त्यस्ता कर्मचारी या धेर नेपालमा हुन् त यो बिग्रिएको गनाएको त हामीले सुन्नु पर्दैन थियो। त्यसो भएको हुनाले म चाहिँ लाग्छ मलाई चाहिँ अहिले विचार स्वर्गको बयान गर्छन् पण्डितले, गौड भन्नेले,
उसलाई बिचरा के होला स्वरको बारेमा चाहिँ अनुभूति भए पो गौड बन्न लागेको हुन्थ्यो। अब अर्काको पहिले देख्नु हो भने त गुण चाहिँ अर्काको देख्नु, दोष चाहिँ आफ्ना। तपाईँले महाभारत 1.25 लाखको ग्रन्थ छ, त्यसको सारांश 700 श्लोक भगवत गीता छ। बुढो हुनुभयो, आँखा देख्नुहुन्न भने उहाँले पुस्तक दिनुहुन्छ, गीताको पुस्तक सायद पढ्नुभएको होला। अनि 700 श्लोकको गीताको पनि सारांश चाहिँ 1000 विष्णु सहस्रनाम छ। त्यसले के भन्छ? नेक्रोधो दुम्बरो स्वतः नेक्रोध। नेकको अर्थ के हो? हिन्दी होइन, यो संस्कृतको नेक हो। निहुर्यौ तिमी ढोगा सानो हौ, तिमी चाहिँ उन्नत भइहाल्छौ। अमानी पहिले अमानी हौ तिमी, अनि मान त उसलाई मान्देऊ। तिमीले उसलाई स्वागत गर्यौ भने उसले ढुङ्गाले हान्छ त तिमीलाई। एकखेप हाने पनि हान्छ, फेरि हान्दैन। अमानी मानद मान्य विष्णु सहस्रनाम महाभारतको। झुक्न सिक भन। झुक्न सिक। आमाले के सिकाइन्? बाबालाई ठुली गएर भन्न सिकाइनन्। आमालाई लात पार्यौ आमाका मुखमा तिमीले। र यसरी कुन पुराणमा, कुन ग्रन्थमा, कुन मीमांसामा कहाँ के बताएको छ, पूर्वमा के बतायो, उत्तरमा के बतायो, यो जानेर बुझेर पण्डितहरूले पहिले आफूले गर अनि अर्कालाई भन्न बल्ल। आफूले नगरी अर्कालाई भन्ने चाहिँ आज चेलाले मेरो सेवा गर्नु पर्यो अरे। तिम्रो बाबु तिमीको सेवा तिमीले गर्नुपर्छ पर्दैन? आफ्नो सेवा त गर्नु पर्यो नि। तिम्रा गुरुलाई तिमीले गर्दैनौ त मेरा गुरुलाई मैले किन गर्ने? तिमी मेरा गुरु हौ। पत्नीलाई सोझा मुखले पतिले हेर्दैन त पत्नीले के खाँचो गोडा मिल्ने? मेरा पनि मिल्छ, तिम्रो पनि मिल्छु भन्छ नि। त्यो त गतिलो काम होइन नि, त्यसो भन्नु पनि होइन, गर्नु पनि गतिलो होइन। आफ्ना ठाउँमा उभिएर आफ्नो काम गर्न सिकौँ सबैले। आफ्ना गुण नदेखौँ, आफ्ना दोष देखौँ, अर्का गुण देखौँ। पहिले बाँडेर अर्कालाई खुवाऊ तिमीले। ब्रह्माजीले भण्डारा गरे, खाने बेला चाहिँ हात सोझा बनाइदिए। कसरी खाने त? हात कुहुनु नै खुम्चिन्न। यसो आपसमा खुवाउनु पर्ने। दानवहरू छक्क परे हेरेको। अब कसरी खाने? पहिले दिदी सौताका छोरालाई पहिले बाँडे। पहिले दानवले हामीलाई पहिले भने, हामीलाई नै दिए, सबै थोक गरे। ब्रह्माले गरे भण्डारा, देवता र दानवले भण्डारा खाए। दानवले पहिले हामीलाई बाँड्नुपर्छ भने ब्रह्माजीले चिताइदिए हुने। बाँड्न त बाँडे, पस्के हात खुम्चिन्न, जान्न कसो गर्ने? खुवाउनु बुद्धि छैन। हेरै भए। अनि देवतातिर फर्किएर तिमीले जाने छौ खाएर जाने छौ भने आफूले खा, उसलाई खुवाइदियो। उसलाई खुवाएपछि उसले मलाई खुवायो, भोकै बस्यो। कोही सिधा भयो भने के भएर यो पाठ पढ तिमीले भनेर यो पुस्तक मैले तपाईँहरूको समय बर्बाद गरेँ। यस्ता कुरा मात्रै मैले बोलेका कुरा चाहिँ 77वटा पुस्तक अस्ति गिनेर राख्नुभएको छ यहाँ महन्त स्वामीजीले। अरू लगभग 100 का हाराहारी छन्। मैले दिन काट्न मेरो साथी पाउँदिनँ र गुरुले दिएका यिनै पुस्तकले रात काट्दा छु मैले। कति बेर मैले कुन लेख्छु म थाहा पाउन्न। त यिनै कुराको विस्तार तपाईँ ब्राह्मण हौँ भन्नुहुन्छ, ब्राह्मणको परिचय बताउनुहुन्न। थाहा छैन। कलियुगको ब्राह्मण भयो। के गर्दा ब्राह्मण भइन्छ? आमाले पाएर मात्रै ब्राह्मण भइन्छ कि अर्थ पनि केही जान्नुपर्छ? थाहा छैन केही पनि। म सुनेछु, म एकपल्ट दैलेखमा सिडियो थिएँ, दैलेख जिल्लामा। अनि ब्राह्मणहरू मलाई चाहिँ एउटा डेलिगेसन आयो क्या, यो रक्षाबन्धन बाँध्न दलिता छुनुहुन्न भनेर। दारू खाएर रक्सी खाएर आएका छन् ब्राह्मणहरू, गेरु लगाएर। त्यहाँ चाहिँ नाविस्तामा नै कानफट्टा जोगी हुन्छन्, गेरु लगाउने त रक्सी खाने। अनि सबै थुनिर थिएँ लगेर। अनि मलाई चाहिँ कस्तो सिडियो आएको छ, ब्राह्मण भन्छ थुने जोगी भन्थेँ, त्यस्तै भयो म पनि। अब तपाईँले पुस्तक यहाँ सकिया छन्। हाम्रो आध्यात्मिक परिचय के हो हजुरको? थाहा छैन। त्यसको चाहिँ परिचय चाहिँ हजुर र म गुरु भाइ हुँ। हाम्रा गुरु चाहिँ यहाँ मात्रै हुन्। हरिहर श्री हरिहर। हजुरको फोटो चाहिँ मैले पाएको थिएँ। हजुरको त्यो हजुरले दृश्य